हेलो गाइस, के छ खबर सन्चै? आज म आफ्नो खेततिर आएको छु। यो खुर्सानीको बोट हेर्नु, खुर्सानी फलिरहेछ। यहाँ हेर्नु कस्तो फलिरहेछ खुर्सानी। बल्ल खुर्सानी फल्न थालेछ। यसमा अझै खाद मलको कमी छ। अब यो खाद मल बिस्तारै यहाँ अलिअलि घाँस बाँकी छ वहाँ कुनामा। त्यो घाँस निकालिसकेपछि यसमा अनि जरा सफा गरेर खाद मल लाउने, त्यस पछाडि अझै राम्रो हुन्छ। अब यसमा दबाईहरू पनि छर्किनु पर्छ, भिटामिनहरू। त्यस पछाडि झन् राम्ररी फल्छ भन्ने मलाई आशा छ। हेर्नुस् कस्तो फलेको छ, हेर्नुस् कस्तो फलिरहेछ, राम्रै छ। थप यो पाटा पनि मेरो हो। हेर्नु मकै, योभन्दा पहिले यसमा मकै थियो, मकै काटेर अनि त्यसमै के अरे यो पाटा छरेको थियो। अहिले यत्रो ठुल्ठुलो भएको छ। अर्को पनि म हेराउँछु तपाईँलाई। अर्को म तपाईँलाई हेराउँछु। यो पाटामा यसमा छर्किँदैछ खाद, युरिया ड्रेसिङ हुँदैछ। अनि हिजो यो अस्ति यो बेड बनाएर हिजो चाहिँ यो खुर्सानी अझै रोप्या हो। ठुल्ठुलो भइसकेको थियो, अनि त्यो भएर मुन्टो काटेर अनि रोप्या हो हिजो। अनि अर्को उता बैगन पनि रोप्या छ, घन्टा। हेर्नु अब यो कति दिनमा लाग्छ, लागिसकेपछि यसमा पनि मेहनत गर्नुपर्छ अनि यो पछाडि फल्छ। त्यस्तै हो। अब म यस्तै डेली रुटिन लिएर आउने गर्छु, डेली भ्लगिङ भिडियो लिएर आउने गर्छु। तपाईँहरू कृपया सबैजना मेरो भिडियोमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब पनि गरिदिनु। हेर्नु पटुवा त्यस्तै छ। अनि अर्को थप यहाँ यो मेरो बाँसघारी हो। मेरो यहाँ जम्मा टोटल जम्मा 13-14 कट्ठा रहेछ। अरू बाँकी पटुवा रहेछ, पाटा। त्यही हो। यो रुख चाहिँ मेरो होइन। अस्ति हेर्नु थन्डर आएर तड्काएर कस्तो बिजोग बनाएको छ। यो रुखहरू मेरै गाउँकै एउटा छिमेकीको हो। यो तड्काले गर्दा यस्तो सुक्या हो। 4, 5, 6 कति 6-7वटा गाछ रुखहरू सुकिसकेको छ पुरै कम्प्लिट रूपले। त्यस्तै हो। हेर्नु अरू त के भन्नु, त्यही हो। अब अर्को थप भिडियो लिएर आउने नै छौँ भोलि। कृपया यो भिडियोमा लाइक, सेयर, कमेन्ट अनि नछुटाइ सब्सक्राइब गरिदिनु होला। त्यसले थप मलाई झन् मोटिभेसन दिन्छ। अरू नयाँ भिडियोहरू लिएर आउँछु म।